हेलो साथीहरू नमस्ते। आज हामीले नेवारी सेट व्यञ्जन बनाइसकेका छौँ। हजुरलाई आज म यो व्यञ्जन देखाउनेछु। सबैभन्दा सुरुमा नेवारी अचार हजुरहरूले टेस्ट गर्नु भएको छ छैनन्। यो चाहिँ नेवारी अचार, यो नेवारी स्टाइल स्पिनाच साँधेको, यो आलु साँधेको र त्यसै गरी यो चिकन छैला, साथीहरू यो चिकन छैला भइहाल्यो। यो अन्डा एग फ्राई, अनि यो एकदम फेमस यहाँको बारा हो। अनि यो मसरुम भयो। त्यसै गरी हामीले स्पेसल यहाँ तामा करी बनाएको छौँ। यो तामा करी भयो र यो बफ ड्याकुला, बफ करी बफ ड्याकुला भयो गाइस। नेवारी कल्चर अनुसार चाहिँ यहाँ चाहिँ सबभन्दा सुरुमा वेलकम गर्ने बेला सग दिने चलन छ। यो चाहिँ हामीले सगको लागि तयारी गरेको हो। त्यसै गरी हामीले सबै तयारी गरिसकेपछि लास्टमा हामीले स्विट भक्तपुरको एकदम स्पेसल जुजुजाउ पनि सर्भ गर्छौँ। र तपाईँहरूले देख्न सक्नुहुनेछ हाम्रो बाहिर गेस्ट आज चाहिँ अलिक धेरै मात्रामा हुनुहुन्छ है। ल हेर्नु, हामीले अहिले 25 जनाको लागि हामीले भक्तपुरको स्पेसल नेवारी खाजा सेट बनाएका छौँ र गेस्टहरू पनि सबैजना आइसक्नु भएको छ साथीहरू। ल साथीहरू, यो भिडियो हेरेपछि हजुरहरूले के कस्तो लाग्छ आफ्नो सल्लाह सुझाव दिएर भिडियो सेयर गरिदिनु होला। धन्यवाद। हामी अर्को भिडियोमा भेट्नेछौँ फेरि।